यहाँहरू सम्पूर्णमा नमस्कार। म अहिले खप्तड राष्ट्रिय निकुञ्ज अन्तर्गत यो खप्तडको त्रिवेणी धाममा आइपुगेको छु। त्रिवेणी भन्ने बित्तिकै विशेष गरी तीनवटा खोला नदीको सङ्गम भन्ने बुझिन्छ। यो त्रिवेणीको विषयमा केही तथ्यगत कुराहरू गर्न गइरहेको छु। तीनवटा खोला भन्ने बित्तिकै गङ्गा, यमुना र सरस्वती। यमुनालाई जमुना पनि भनिन्छ। जमुना देख्न सक्नुहुन्छ, यो जमुना नदी चाहिँ सहरसैलिङबाट बगेर आएको छ भने यहाँ चाहिँ गङ्गा अलि तलबाट देखिन्छ होला। गङ्गा यो चाहिँ डाँफेकोटबाट बगेर आएको छ र जुन हामीले अदृश्य को कुरा गरेका थियौँ, सरस्वती कुण्ड जो अदृश्य छन् भने यी तीनवटा खोलाहरू नदीहरू मिलेर बनेको यो त्रिवेणी धाम, त्रिवेणीमा चाहिँ हामीले आज स्नान गऱ्यौँ र यहाँहरू सम्पूर्णलाई यो पवित्र धार्मिक स्थलमा आएर यहाँको एउटा लाभ लिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। हस्त नमस्कार।